नमस्ते सबजनालाई। मेरो नाम विजय कुमार मण्डल हो र म एउटा भेटनरी टेक्निसियन हो र एउटा भेटनरी लोकसेवा एप बनाएको छु जुन भेटनरियनहरूको लागि धेरै इम्पोर्टेन्ट छ, मोस्ट इम्पोर्टेन्ट एप हो। यो दसैँपछि अब लोकसेवा खुल्ने बेला पनि भइसक्यो। अब एप डाउनलोड गरेर पढ्न सक्नुहुन्छ। अनि एउटा क्वेसन्स, यो एप किन डाउनलोड गर्ने, अरू एप किन डाउनलोड नगर्ने भनेर म क्लियर गर्न चाहन्छु। यो एपमा जति पनि अप टु डेट इन्फर्मेसनहरू कन्टेन्टहरू छ, लोकसेवाको लागि अप टु डेट कन्टेन्टहरू त्यो सब त्यसमा राखेछु, त्यो एपमा छ। अनि त्यो एपमा च्याप्टर वाइज क्विजहरू छ जुन तपाईँ च्याप्टर पढिसकेर त्यसको क्विजहरू खेल्न सक्नुहुन्छ। अनि यो एप धेरै राम्रो छ, धेरै मेहनतले बनाएछु अनि धेरै हाई क्वालिटीको एप हो। तपाईँहरू डाउनलोड गरेर पढ्न सक्नुहुन्छ। अनि यो एप फ्री पनि हो, कुनै किसिमको सब्सक्रिप्सन्सहरू केही राखेको छैन। तपाईँहरू एकपल्ट यो एप डाउनलोड गर्नुहोला। अनि यो एप कसरी डाउनलोड गर्ने भने मैले यहाँ प्ले स्टोरमा देखाउँदैछु, यसरी यसरी डाउनलोड गर्नु। भेटनरी लोकसेवा एप डाउनलोड गर्नलाई यहाँ प्ले स्टोरमा आउनु होला। प्ले स्टोरमा आइसकेपछि यहाँ सर्चमा जानु होला। सर्चमा गएपछि यहाँ सर्च बार खुल्छ अनि भेटनरी लोकसेवा यसरी लेखेर सर्च गर्नु होला। जुन सबभन्दा माथि जुन एप आएको छ, काउ भएको अनि डग भएको बुक भएको अनि प्लस आइकन भएको त्यो एप हो। अनि यो एपमा आउनु होला। यहाँ इन्स्टल लेखेको हुन्छ जुन ठाउँ अहिले ओपन देखाइरहेछ। मैले पहिला नै इन्स्टल गरिसकेको छु त्यसैले यहाँ ओपन देखाउँछ। अनि यसरी यो एप इन्स्टल गर्नु होला हैन। अनि एप इन्स्टल गरिसकेपछि यहाँ ओपन गर्नु होला। अनि यसरी यो एप खुल्छ। यो युआई हो हाम्रो एपको। अनि त्यसपछि यहाँ एग्रिकल्चर जस्तै तपाईँलाई एग्रिकल्चरको पढ्नु छ, एग्रिकल्चर क्याटेगोरीको यसरी च्याप्टर वाइज छ हैन, जुन लोकसेवामा सोधिने अनि सिलेबसमा यही च्याप्टरहरू हुन्छ। अनि जस्तै यो नेपाल संविधान कृषि तथा खाद्य सम्बन्धी व्यवस्था छ, यसको बारेमा पढ्न सक्नुहुन्छ। इजिली रिटेन छ अनि अप टु डेट छ। अहिलेसम्म जे जति चेन्ज भएछ त्यो सब छ। यो पढिसकेपछि, यो च्याप्टर पुरै पढिसकेपछि यहाँ यही च्याप्टर अनुसार यहाँ क्विज छ। क्विज पनि खेल्न सक्नुहुन्छ र तपाईँ त्यो च्याप्टरको बारेमा कति बुझिसक्नु भएछ त्यो बुझेको यहाँ तपाईँ क्विज खेलेर हेर्न सक्नुहुन्छ हैन। अनि हरेक च्याप्टरमा जति पनि च्याप्टर छ, हरेक च्याप्टर वाइज 25-25वटा क्विज छ। जस्तै यो पनि सेकेन्ड च्याप्टर पढिसकेपछि अब तल यहाँ आएर स्टार्ट च्याप्टर क्विजमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ क्विज आउँछ च्याप्टर वाइज। अनि त्यसपछि अर्को के हो भने यसमा जति पनि क्याटेगोरीहरू बाट लोकसेवामा क्वेसन्सहरू आउँछ, सब क्याटेगोरी छ हैन। एबाउट प्रोभिन्स, मोस्ट इम्पोर्टेन्ट क्वेसन्स, अनि नेपाली ग्रामर, इङ्ग्लिस ग्रामर, पब्लिक म्यानेजमेन्ट, जेनरल नलेज, फिसरिज, लाइभ स्टक, डायरी, भेटनरी एन्ड एग्रिकल्चर एन्ड लाइभ स्टक। अनि क्विज छ। यहाँ क्याटेगोरी वाइज क्विज खेल्न सक्नुहुन्छ। जस्तै भेटनरी साइन्स भयो, यसमा 50वटा आउँछ। फेरि यो सकिसकेपछि फेरि अर्को 50वटा आउँछ। ऱ्यान्डमली यसरी आउँदै राख्छ, जसले गर्दा इन्टेलिजेन्स लेभल धेरै बढ्छ, लोकसेवाको बारेमा धेरै कुराहरू थाहा हुन्छ। अनि अर्को छ यहाँ स्कोर छ। तपाईँले के कति गर्नुभयो, कति पढ्नुभयो, तपाईँको एक्युरेसी के छ, त्यो सब यहाँ रेकर्ड भइरहेको छ। तपाईँ जब रेडी हुनुभयो कि हुनु भएन, त्यो यो जुन जब रेडनेस इन्डेक्स छ त्यसमा यदि 100%सम्म अथवा 80%सम्म भयो भने तपाईँ लोकसेवाको लागि एकदम प्रिपेयर छ भने बुझ्नुपर्छ हैन। कन्सिस्टेन्सी कति छ, विकली गोल कति छ, विकमा तपाईँले के गर्नुभयो, एक हप्तामा के कति पढ्नुभयो, सब रेकर्ड भइरहेको छ। अनि कन्सिस्टेन्सी कति छ, तपाईँको डेली पढ्नुहुन्छ कि पढ्नुहुन्न भनेर यहाँ तपाईँको त्यो स्कोर पनि देखाउँछ हैन। अनि अर्को यहाँ के छ भने यहाँ लर्नर हो। तपाईँ यहाँ लर्नरमा जस्तै लाइट मोड, डार्क मोडहरू छ, बुकमार्कहरू छ। जुन क्वेसन यदि तपाईँ चेन्ज बुकमार्क गर्नु सक्नुहुन्छ, मोस्ट इम्पोर्टेन्ट क्वेसन भनेर। अनि क्विज हिस्ट्रीहरू, कति क्विजहरू खेल्नुभयोस्, त्यो सब यहाँ रेकर्ड हुन्छ हैन। पढ्नु होला, यो एप डाउनलोड गर्नु होला। धेरै राम्रो एप हो लोकसेवाको लागि, एकदम प्रिपेयर्ड एप हो। अप टु डेट क्वेसन्सहरू छ, अप टु डेट कन्टेन्ट छ। अहिले 2083सम्मको जति पनि अप टु डेट भएको छ सब छ यसमा।
यो एप डाउनलोड गर्नलाई भने यहाँ क्रोममा आउनु होला अनि क्रोममा आइसकेपछि यो मेरो आफ्नै एउटा वेबसाइट छ विजय मण्डल MNDAL लेख्नु होला, MANDAL नलेख्नु होला, BIJAYMNDL.blogspot.com लेख्नु होला। अनि यो मेरो पोर्टफोलियो वेबसाइट खुल्छ। पोर्टफोलियो वेबसाइट खुलिसकेपछि यहाँ त्यो एपको लिङ्क मैले यहाँ पनि आफ्नो वेबसाइटमा इन्टिग्रेट गरेछु। भ्यू प्रोजेक्टमा जानु होला, भ्यू प्रोजेक्टमा गइसकेपछि यहाँ डाउनलोड एप छ, त्यो डाउनलोड एपमा क्लिक गरेपछि डिडाइरेक्ट हुन्छ यहाँ के भन्छ भने प्ले स्टोरमा। अनि यदि यो एपको बारेमा अझै केही जान्न चाहनुहुन्छ भने एबाउट एपमा जानु होला। एबाउट एपमा गइसकेपछि यहाँ हेर्न सक्नुहुन्छ मैले के त्यो एपमा छ भने यहाँ सब छ। मोर देन 6000 क्वेसन्सहरू छ, MCQ क्वेसन्सहरू छ, प्र्याक्टिस क्वेसन्सहरू छ अनि कन्टेन्टहरू छ। यो हेर्नु होला एकपल्ट।